एलिना चौहान नेपालको लोकप्रिय गायिका हुन्। आजभोलि सामाजिक सञ्जालमा चाहिँ एउटा ट्रेन्ड बनेको छ, उसलाई कमेन्टमा बिस्ने भन्ने, विष्णु भगवान भन्ने, अथवा सेकेन्ड ह्यान्ड के भनेर मान्छेहरूले एकदम पढ्नै नहुने खालका कमेन्टहरू चाहिँ अत्याधिक मात्रा गरेको हुनाले ऊ चाहिँ एकदम डिप्रेस भएर साइबर क्राइममा मुद्दा हाल्न गएकी छन् र उसले एक दुईजना डेभिड के नाम गरेका आइडीहरूलाई उसले मुद्दा पनि हालेकी छन् र जसले नराम्रो कमेन्टहरू गर्छ उसको कमेन्ट चाहिँ भाइरल बनाइदिने, अर्थात् कमेन्टको स्क्रिनसट लिने अनि त्यो व्यक्तिको प्रोफाइलको उसको पिस अथवा उसको फ्यामिलीको पिसहरू चाहिँ लिएर सञ्जालमा उसले हालिदिने गरेकी छन् र कतिपयले एलिना चौहानलाई माफी माग्दै अबबाट यस्तो गल्ती गर्ने छैनौ भनेर भनेका नि छन् र कतिपयले चाहिँ एक्सन लिएका छन्, आइज भिन्न यहाँ आउँ भन्दै। र साथीहरूलाई म भन्छु, ओह्राली लागेको मृगलाई सबैले खेद्छ भने जस्तो एउटा हाम्री कलाकार हुन्, गायिका हुन्, सबैले माया गर्नुपर्छ। डिभोर्स नहुने यो संसारमा को नै होला र दिनमा लाखौँ डिभोर्स हुन्छन्, करोडौँ विवाहहरू हुन्छन् र रेखा थापाहरू, छवि ओझाहरू लगायत ठुला कलाकार कति छ कति होइन। अरुणिमा लम्सलको भर्खरै डिभोर्स भएको छ र एलिना चौहान पहिलो महिला होइनन् कि डिभोर्स हुने। त्यसैले उसलाई उडाउनुभन्दा अगाडि आफूलाई दसचोटि सोच्नु होला। एलिना चौहान भनेको नेपाली जनताको मनमुटुमा बस्न सफल एकदम लोकप्रिय गायिका हुन्। उसलाई सम्मानको साथ, उसलाई दुःख पीडा परेको साथ बेला मलमपट्टि लाउनुको सट्टा यसरी उडाउनु राम्रो होइन, उचित होइन भन्छु म। त्यही भएर सञ्जालमा यसरी अर्कालाई उडाउनु पूर्व आफूले मानवताको चरित्र कस्तो हुन्छ भन्ने कुरो चाहिँ देखाउनुपर्छ। एउटा मानव भइसकेपछि सभ्य चरित्र लिएर हिँड्नुपर्छ। एलिना चौहानलाई आज दुःख परेको छ, आज होइन 1 वर्ष 1.5 वर्ष कति भइसक्यो उसको डिभोर्स भएको पनि, अहिलेसम्म छोडेको छैन मान्छेहरूले। ऊ विभिन्न योगा ध्यान आसन गरेर पनि उसले आफ्नो तनाव घटाउने काम गरेकी छिन् र पनि साथीहरूले अहिले कमेन्टमा धेरै उडाएको देख्दा बिचरा उसलाई तनाव भएको होला, गिल्टी फिल भएको होला। त्यसैले सबैलाई आग्रह छ, उसलाई यसरी उडाउनु पूर्व आफूलाई सोच्नु होला। एउटा दुःखमा परेको महिलालाई उद्धार गर्नु सबै नेपालीको दायित्व हो, हाम्रो मानवताको धर्म हो। म यही भन्न चाहन्छु।